तपाईहरुलाई थाहा नै छ होला इनड्राइभमा अहिले लो रेट छ धेरै। अब राइडरलाई त गाह्रै छ, प्यासेन्जरलाई त अलि ठिकै छ भनौँ न हैन। 10 किलोमिटरमा 100 रुपैयाँ 105 यस्तै देखाउँछ। पनि अब कसै प्यासेन्जरले चाहिँ बुक गर्नुहुन्छ अनि 1000 को खुल्ला छैन भन्नुहुन्छ। अब हामीसँग कहिले नहुन सक्छ, छैन भन्दाखेरि अब ब्याङ्कमा हालिदिन्छु भन्ने कुरा गर्नुहुन्छ। अनि ल हुन्छ त भन्दाखेरि गन्तव्यमा पुर्याइसकेपछि ल न त तपाईको के छ क्युआर के छ त्यो दिनु, म एकछिनपछि हालिदिन्छु भन्ने कुरा हुन्छ। हामी विश्वास गर्छौँ हालिदिनुहुन्छ होला भन्ने कुरा हुन्छ। तर पनि हालिदिनु हुन्न। त्यो गर्नुभन्दा बरु पैसा छैन अब त्यस्तै आवश्यक छ भने भन्नु, मसँग यस्तो आवश्यक छ भन्दाखेरि हामी राइडरले त्यस्तो नाइनास्ती गर्ने छैन। किनभने हामी पनि मानव हो, मानवताको व्यवहार गर्न हामीले पनि आउँछ नि त हैन। त्यही भएको कारणले 2-4 जना प्यासेन्जरहरूले चाहिँ मलाई त्यस्तो गर्नुभएको छ। भाइ भरे कसैले भाइ कसैले दाइ भरे हालिदिन्छु, क्युआर लाने कसैले अब आइएमई खोलेको छु, आइएमईदेखि उ गर्ने हो टपअप गर्ने हो इनड्राइभमा, अनि आइएमई नम्बर लाने कसैले अहिलेसम्म हालिदिनु भएको छैन। त्यो गर्नुभन्दा बरु बेटर चाहिँ मलाई लाग्छ तपाईहरुसँग केही पैसा छैन त्यस्तो आवश्यक छ भने र हाम्रो यस्तो समय छ है भन्दाखेरि ल हामी ठिक छ नि त भन्नु चाहिँ सक्छौँ कि, किनभने पैसा ठुलो कुरा पनि होइन हैन। एउटा मेरो विचारमा चाहिँ त्यस्तो लाग्छ। तपाईहरुलाई कस्तो लाग्छ कमेन्ट गरिदिनु होला है त। धन्यवाद।